दाजु आइपुग्नु भयो आयो ल गजब छ हैन हेलो हेलो आज चाहिँ हामी ड्युटी सकेर फेरि यता माथि डाँडामा जङ्गलको छेउमा पुरै घुम्न आइरहेछौँ। यहाँ हाम्रो सञ्जीव भाइ पुरै मोबाइल हेरिरहनु भएको छ। हेलो सञ्जीव भाइ के छ? दाजु ठिकै छ आज हैन घुम्नु आइयो टक्क छ। यो जङ्गल देखिरहनु भएको छ तर यो लास्टै एक्सपेन्सिभ ठाउँ हो। जति यो सानो सानो बङ्गलोर घरहरू छ यो चाहिँ लास्टै महँगो हुन्छ। त्यो ठुल्ठुलो घरहरू भन्दा यो महँगो हुन्छ। पुरै व्यवस्थित पुरै रमाइलो छ। घाम दुख्न लागेको छ हैन घाम धुन लागेको छ हो टक्कै नेपालै जस्तो छ सेम। यता पुरै हाइवे टक्कसँगले। अब हामी यहाँबाट घुम्न जान्छौँ। यहाँ मेरो भटभटे यहाँ टक्कसँगले पार्किङ गरेको छ। आज हामी भटभटेमा आयो। गाईको घोडा हो क्या सेतो घोडा यो घोडा यो सेतो घोडा नेपालको कति अरे भाइ 3,70,000 3 लाखमा थियो 3,70,000 सबै थोक गर्दाखेरि 150 cc को हो। गाठो झरेछ चाहिँ त्यही भएकोले गर्दा हाम्रो भाइको हेलमेट चाहिँ यहाँ बुढिरहेछ। यहाँ त हेलमेट दुईजनाले लाउनै पर्ने हुन्छ। के छ भाइ कस्तो अनुभव भइरहेछ? ठिकै छ तपाईँसँग भेट भएकोदेखि घुम्नु पाइएको छ हैन। दाइ चाहिँ यहाँ उठ्दै हुनुहुन्छ। रेल चढ्न लागेको भन्छ साथीहरू। हामी जाने यहाँको घर चाहिँ सानो भयो भने चिटिक्क है दाजु। सोल्टी जाँदैछ यता घरहरू मलेसियाको न्यू सेन्ट्रलमा छौँ। अब हामी चाहिँ दुईजना साथीहरू माथि छ नि त र दुईजना साथीहरूलाई भेट्नको लागि जाँदैछौँ। न्यू सेन्टर होइन हाम्रो गोर्खे दाई हो यहाँ होइन। यसो घुम्न आइएको घुम्न। ल मजाले घुम्नुहोस्। मेन इन्ट्रान्स हो। चढ्दै हुनुहुन्छ। हेलो कहाँ छ हामी अहिले? एक्सिलेटरमा जाँदैछौँ। अहिले कहाँ छ हामी? हामी न्यू सेन्ट्रलमा जाँदैछौँ। सपिङ चाहिँ गर्ने होइन, पैसा छैन, यसो घुमफिर मात्रै हो। नजिक भएर होइन घुम्नु आएको। पैसा माग्छ त होइन हजुर? अनि त्यतिकै पैसा मागेर हुन्छ? पैसा माग्छ के दिने हो? नदिनु न। आज चाहिँ हामी दाइसँग हाम्रो घुमघाम हुँदैछ। कता हो? यता हामी दुईजना साथीलाई खोजिरहेको छौँ। हामी के गर्नु? पर्फुन लाउने केटी पट्याउने ठाउँ हो यो। यहाँ मोबाइल पसलको कभरहरू किन्ने ठाउँमै छौँ त हामी। कति लेभलमा? लेभल भन्नु नि त नि। लेभल चाहिँ भन्नु पर्दैन। कस्तो मोबाइल किनेको कहाँ हो? बसी त्यो लिएर ढाँट्यो नि यार। फौजी दाइ र चौधरी हरायो होइन। आएकै छैन है अहिले। ढाडो क्या? यस्तो मान्छे हिँडेको देखिन्छ। हामी आउँदैछौँ त एक्सिलेटरमा हेर्नु त कुन चाहिँ एक्सिलेटरमा तपाईँहरू। हाम्रो दुईजना बल्दैले भेट भयो यहाँ। हिरोहरू के हो पार? के हो तपाईँहरू यार यस्तो हुन्छ? के हो चौधरी? हिरो देखिहाल्छ क्या? अझ चट्टा यो त हेलो 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 ल भनिदिनु अझ कहाँ आइयो? आज चाहिँ हामीले हेलमेट त भइराख्नु पर्छ। होइन हेलमेट चोरिन्छ भरे खाली टाढो जानु। किन्ने न यार यस्तो सपिङ मलमा अब सपिङ सेन्टरमा आएको आज। कहाँ छ यार? ल टक्कसँगले ब्ल्याक आज चाहिँ ब्ल्याक कमान्डो पुरै सरर घुम्दै यो भनेको एकदम
चलेको सपिङ सेन्टरमा आइएको छ। ठिक छ ठिक छ होइन घुम्न आइए है हाम्रो साथीहरू आज घुमघाम सबैले एउटै भेष मिलेछ। जुत्ता हानिदिने हो दाजु जुत्ता त हानिदिने हो नेपालको 10,000 भन्दा मुनिको जुत्तै छैन। 30% अफ हो यो के भयो क्या दुईजनाको नेपालको 10,000 किन्ने हो कि हेर्दै छोड्ने हो किन्ने हो कि हेर्दै छोड्ने हो जुत्ता अहिले टाढैबाट जुत्ता मन पराएर हेर्न आएको जुत्ता मन पर्छ चौधरी ल्याइदिउँ यति हो क्या यति बोक्ने ब्याग चाहिएको थियो। हेर्नु यसमा त कति 4 बोतल त अरू चाहिँ प्राइस हेर्नु नि प्राइस चौधरी प्राइस छोडेर यहाँ देखो 70 स्पेसल लाखो जस्तो लाग्दैन त यार के चौधरी लाखो जस्तो हुनु किन ए हल्का हल्का के कति हो प्राइस यसको प्राइस माथि हेर क्या माथि त्यहाँ हेर्नु न मान्छे हेर्ने 229 हँ 7,000 7,500 नेपाली के दाजु 98 भनेको नेपालको 2900 एउटा कटुलाई नेपालको 2900 चल्छ हेरी जिन्दगी राम्रो धेरै महँगो यहाँ अस्ति महँगो हो 24 रुपियाँ त्यो 24 रुपियाँ लेखेको यो त ठिकै हो 24 रुपियाँ यो त अर्को त 98 भनेको नेपालको 2900 होइन भयो होला हौ दाजु किन हो प्राइस हेर प्राइज होइन एउटा आफूलाई हुने जस्तो केही पनि भेटेन कि हो यत्रो पसल पऱ्यो। साह्रै नराम्रो भयो कि तिमीहरू तिनजनाले पैसा उठाएर किनिदियो त मलाई यो ठिक छ सर त्यस्तो लाउँदैन म। ए जुत्ता कति हो हेर त यो 71 तिमीहरू तिनजनाले 20 रुपियाँ दियो होइन अनि अरूसँग गएकोमा हाल्छु म किन्नु पर्यो यो जुत्ता कतिको होला यार मलाई मन पर्छ प्राइस त्यहाँ हेर न प्राइस त्यहाँ होला नि मन पर्ने भनेको यस्तो हो दाजुले यो मन पराउनु भयो के हो मन परायो तर पैसा कति हो 20 रुपियाँ दियो त सबैले दादा ल उठाउँ 89 अब हाम्रो कोषाध्यक्ष भनेको हाम्रो फौजी दाइ त हो म यतिमै दिन्छु किनिहाल अनलाइनबाट मगाउँदा राम्रो किन्दा राम्रो किन्दा राम्रो नि कहाँ अनलाइन है के त रहेछ त क्यामेरा स्यामेरा चार्जर भेट्छ कि यहाँ सोधौँ न यहाँ हिरोहरू आउँदैछ नि यहाँ सल्लाह चट्टसँगले अब यहाँ क्यामेरा स्यामेरा किन्ने भन्छन् यहाँ रहेछ त भनेपछि 1.5 लाख होइन यस्तै लान्छु म 4,000 ठिक छ अरू कति गरेको छ 4697 39 हजुर दाइ ल्यापटप लैजाउँ चौधरी हेरिदिनु न ल्यापटप कतिको थियो 2699 2699 25 30 लान्छ 2600 लेनोभो पनि के भन्छ यसले मैले लान खोजेको चाहिँ नेपालको 2 लाख जति पर्ने रहेछ। यो जम्मा 300 त्यति रुपियाँ यहाँ हेर्नु न कति छ 7,249 एप्पलको हो साथीहरू के भन्छ फौजरले कहाँ 300 भनेको यहाँ 300 छ त कहाँ कभरलाई होला नि यहाँ आइप्याड टोलीहरू सोच्छ यार के हो त त्यहाँ आइरन देखिदेखि भ्याएको मान्छे भ्याकुम कि आइरहनु साथी यो गान अन्त माथिले के हो त भ्याएको त के अरे फौजी दाइ सबै महँगो पर्छ आइरन त हुँदैन यो मार्टिनु पो रहेछ यहाँको सबैले ठुलोलाई हेर्दैछ नि त कहाँ हुन्छ त आइरनले भ्याकुम अरे हजुर दाजु के अरे यो 1300 के हो यो बुङ्गुरको सेकमा बनाउने बुङ्गुरको बुङ्गुरको हड्डी होइन होला हौ यो
होइन हो के हो त्यही हो नि हो यो पनि के हो यो पनि त्यही होला भ्याकुम होला कति रहेछ 300 15,000 ए 9,000 को मोटो पहिला खान्थ्यौँ नि यो हाम्रो आजम दाईहरू के अरे कपाल काट्ने मेसिन के अरे फौज दाई ए यो लाने टिभी कति इन्चको यो हेर्नु न 55 इन्च लानै दिन्न नत्र वर्षा तिर्नुपर्छ लान त 3,000 को रहेछ भान्सा तिर्नु दाजु कति तिर्नुपर्छ भन्छ 32 इन्च खोजेको होइन तिमीले हेर न त्यहाँ लेख्या होला कहाँ 21 इन्च हौ फौजी दाई पनि फेरि हावा तालमा यो टिभी 21 इन्चको अरे 32 हो क्या 32 हो नि हो त टोलीहरूले यार किन भन्नु बेइज्जत नगर न साथी यार के सब 32 हो 43 इन्चको लेखा यो 43 इन्चको लेखा के हो यो कपाल काट्ने मेसिन यो दामी छ कति 293 यस्तो देखाउने मात्र हजुर दाइ हाम्रो प्रकाशले झर्दै हुनुहुन्छ है अब हामी झर्दैछौँ जाने हो घरतिर तपाईँले जो कपडा किनेको यहाँ हो क्या यहीँभित्र हो यहाँभित्र सस्तो हो क्या कस्तो पाउँछ 14 किलो भनिदेऊ के छ कस्तो छ ए के हो के बजार रे यो हजुर दाइ यस्तो राम्रो यो ठाउँको नाम के रे न्यू सेन्टर मलेसियाको न्यू सेन्टर आएको ल जानु है तपाईँहरू हामी हिँड्ने ल हामी चाहिँ फर्किँदैछौँ दाइ चाहिँ यहाँ हिँड्दै हुनुहुन्छ मजाले गजबले फलफुल होइन यहाँ त सस्तो हो अरू ठाउँ हेरी लाने हो र के लैजाउँ हो मोडर्न स्टोर जाने होला नि भन्दा यहाँ सस्तो होइन कस्तो छ हेर्नु त टिभी अरू घोडा के नाम त्यो ड्रागन फ्रुट हेरौँ त ड्रागन फ्रुट त राम्रो हुन्छ 5 रुपियाँ पिस 3 पिस 15 ड्रागन फ्रुट भनेको 3 पिसलाई 15 3 पिसलाई 15 त्यही 5 रुपियाँ त पर्दैन नि त्यही हो नि लाने हो हाल्नु न 3टा राम्रो राम्रो हाल्नु त्यो त खासै राम्रो दोकानमा खान्न त्यति आउनु होइन प्लास्टिक निकाल्नु न तल अरू भाइको लागि चाहिँ ड्रागन फ्रुट फलफुल क्रेजी हो फलफुल के अरे यो नेपालमा त हलुवा बेद भन्थ्यो यस्तोलाई तर यहाँ कहाँ छ त त्यो खोला लगाएर खाने छ हलुवा बेद चाहिँ पैसा तिर्दै हुनुहुन्छ
मोडर्न स्टोर जाने हो र त्यहाँ पाउँछ पाउँछ नि मोडर्न स्टोर त्यही भन्छ त्यही रहेछ हामी चाहिँ अहिले फर्किँदैछौँ निस्किँदैछौँ न्यु सेन्ट्रलबाट ठिक छ सर चिसो बाहिर आएर त पुरै तातो न के तातो दाजु? भयो त्यहाँ। के भन्नु पुरै चिसो न चिसो अब यहाँ आएर त पुरै तातो भयो नि ए अब